क्वालिटी फराकिलो बाटोले छोएको यस्तो भव्य प्रपर्टी ब्रान्डेल कञ्च करुणा हस्पिटल नजिकबाट हजुरको मासमा बिक्रीको लागि लिएर आइसकेको छु। 7 आना क्षेत्रफलमा फैलिएको यो प्रपर्टीको आज हामी पुरा हाउस टुर नै गर्नेछौँ र प्राइस पनि म अन्तिममै खुलाउने छु, त्यसैले यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। हामी भित्र छिर्ने बित्तिकै तपाईले देख्न सक्नुहुन्छ यस्तो स्पेसियस पार्किङ स्पेस जहाँ चाहिँ तपाईले 2 देखि 3 वटा गाडी मजाले पार्क गर्न सक्नुहुन्छ र साइडमा छ एउटा वाटर फाउन्टेन जसले चाहिँ तपाईलाई झरनाको महसुस दिनेछ। यो घर चाहिँ तपाईले ड्युप्लेक्स सेमी बङ्गलो स्टाइलमा पाउन सक्नुहुन्छ जसमा छ माथिपट्टि 5 BHK र तलपट्टि ग्राउन्ड फ्लोरमा छ 2 BHK र तपाईले दुईवटामा छुट्टै छुट्टै इन्ट्रेन्स पाउन सक्नुहुन्छ। आज हामी ग्राउन्ड फ्लोरमा रहेको 2 BHK पनि हेर्नेछौँ। ल हेर्नुहोस्, यस्तो स्पेसियस ग्राउन्ड फ्लोरमा तपाईले 2 BHK पाउन सक्नुहुन्छ। पुरै टाइल मार्बल लगाइएको छ लिभिङ हलमा र तपाईको किचन एरियामा। मेन भनेको चाहिँ तपाईको वाशरुम र किचन हो। म तपाईलाई ग्राउन्ड फ्लोरको वाशरुम र किचन देखाउने छु। ल यो वाशरुम चाहिँ तपाईले 8x4 को पाउन सक्नुहुन्छ र किचन भने चाहिँ तपाईले पुरा मोडुलर डिजाइनको किचन पाउन सक्नुहुन्छ जसमा चिम्नी पनि जडान गरिएको छ। मैले तपाईहरुलाई भनिहाले ग्राउन्ड फ्लोरमा चाहिँ 2 BHK छ र रुमको साइज चाहिँ यतिकै स्पेसियस छ। यो घरको ब्याक साइडमा चाहिँ तपाईले एउटा कमन शेयरिङ बाथरुम पाउन सक्नुहुन्छ र साथसाथै एउटा मिनी गार्डनिङ स्पेस पनि रहेको छ। अब चाहिँ हामी माथिको 5 BHK हेर्न जान्छौँ, तर त्यो हेर्नु अघि चाहिँ यो सुरुमा बुट्टे ढोका हेरिहाल्नुस्। यति राम्रो बुट्टे ढोकाले तपाईलाई स्वागत गर्दैछ। नर्मली घरमा तपाईले मार्बल टाइल पाउनुहुन्छ, तर यो घरमा चाहिँ तपाईले रेलिङ देखि लिएर सबै चीज चाहिँ पुरै काठको हुनेछ। यो रेलिङ चाहिँ तपाईको सिसौको बनेको हो। माथि आउने बित्तिकै तपाईको मनै लोभिने खालको यस्तो खतरा झुमर रहेको छ, तपाईलाई स्वागत गरिरहेको हुन्छ र यो स्पेसलाई चाहिँ तपाईले टक टक सोफा राखेर चाहिँ वेटिङ स्पेस बनाउन सक्नुहुन्छ। फर्स्ट फ्लोरमा एन्ट्री गर्न साथ तपाईले यतापट्टि यस्तो ब्युटिफुल लिभिङ स्पेस पाउन सक्नुहुन्छ जहाँ चाहिँ यस्तो राम्रो फल सिलिङ अनि टिभी क्याबिनेट अनि यस्तो राम्रो लाइट्सहरुले चाहिँ सेटअप गरेको पाउन सक्नुहुन्छ र यो फ्लोर चाहिँ तपाईले फुल्ली पार्केटेड पाउनुहुन्छ र यतापट्टि छ तपाईको टोटली मोडुलर किचन। यो स्पेस चाहिँ तपाईले बारको लागि युज गर्न सक्नुहुन्छ। यस्तो ब्युटिफुल किचनको सेटअप देख्न सक्नुहुन्छ तपाईले जहाँ चाहिँ तपाईको फुल्ली फल सिलिङ पनि रहेको छ र यो चाहिँ भयो फुल्ली फर्निश बेडरुम जहाँ चाहिँ तपाईले एउटा बेड पनि पाउनुहुन्छ र एउटा अट्याच्ड बाथरुम पनि रहेको छ र अट्याच्ड क्लोजेट पनि तपाईले पाउन सक्नुहुन्छ। फर्स्ट फ्लोरमा रहेको यो कमन शेयरिङ बाथरुममा चाहिँ तपाईले 10x4 को साइज पाउन सक्नुहुन्छ। अब चाहिँ हामी सेकेन्ड फ्लोर तर्फ लाग्दै छौँ जहाँ चाहिँ तपाईले 3 वटा बेडरुम पाउन सक्नुहुन्छ र एउटा एकदमै खत्रै झुमर पनि रहेको छ। यो 2 वटा बेडरुम चाहिँ तपाईले नर्मली पाउनुहुन्छ भने तपाईले यो बेडरुम चाहिँ फुल्ली फर्निश पाउन सक्नुहुन्छ जहाँ चाहिँ एउटा बेड पनि रहेको छ, अट्याच बाथरुम र एउटा अट्याच क्लोजेट। सेकेन्ड फ्लोरमा रहेको यस कमन शेयरिङ बाथरुमको साइज पनि सेम नै रहेको छ 10x4। यो घरमा पाउनु हुने सबै रुमहरुमा चाहिँ पार्केटिङ गरिएको छ जसमा पनि तपाईले 20 वर्षको वारेन्टी पाउन सक्नुहुन्छ जुन चाहिँ आगराले बनिएको। अब चाहिँ हामी यो घरको रुफटपमा जाने छौं जहाँ चाहिँ तपाईले एउटा बेडरुम पाउन सक्नुहुन्छ। प्लेनस रुफटपमा छ पुरा ओपन टेरेस र तपाईले एउटा कन्क्रिटको पर्मानेन्ट टेबल पनि पाउन सक्नुहुन्छ र यतापट्टि छ तपाईको रेगुलर बेडरुम एउटा रुम जसलाई तपाईले पूजा कोठा गेस्ट रुम पनि बनाउन सक्नुहुन्छ। यो घर लिनु भयो भने तपाईले 36 वटा ट्युब भएको सोलर प्यानल र हजार लिटर भएको वाटर ट्याङ्क सहितको पाउन सक्नुहुन्छ। पहिला सुरु यो घरबाट देखिने यो भ्यू हेर्नुस्। मलाई थाहा छ यो भ्यूको लागि भए पनि तपाईले अवश्य यो घर लिनु हुनेछ, तर त्यसको लागि त सुरुमा प्राइस थाहा पाउन जरुरी छ नि त। ल अब यो घरको प्राइसको बारेमा कुरा गर्नु पर्दा मात्र 5 करोड 25 लाखमै तुरुन्तै पैना गर्न सक्नुहुन्छ जसमा पनि तपाईले हल्का नेगोसिएट पनि गर्न सक्नुहुन्छ। होम टुर पनि भइसकेको छ, प्राइस पनि खुलिसकेको छ। अब तुरुन्तै आएर तपाई बैना अथवा साइट भिजिट गर्न चाहनुहुन्छ भने तुरुन्तै यति होमस्टेलाई कन्ट्याक्ट गर्नु होला। Host, कुनै जमी यति होस्ट fulfills your dream।